2 हप्ताभन्दा लामो समयदेखि खोकी लागिरहेको छ? के यो सामान्य हो त? पक्कै पनि होइन। यो क्षयरोग ट्युबरक्लोसिस डिजिज हुन सक्छ। हाई, आई एम बबिता, मेडिकल ल्याब टेक्नोलोजिस्ट। क्षयरोग भनेको के हो त? क्षयरोग भनेको माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस भन्ने ब्याक्टेरियाले गर्दा हुने रोग हो। कस्तो असर गर्छ? लामो समयदेखि खोकी लागिराख्ने, तौल घट्ने, राति पसिना आउने, कहिलेकाहीँ रगत सहितको खोकी लाग्ने। यो सर्छ त? हो, यो सर्छ। टिबी लागेको बिरामीले हाछ्यु गर्दा, खोक्दा, हावाबाट अरूलाई सर्छ। ल्याबमा कुन टेस्ट हुन्छ त? ल्याबमा स्क्रिनिङको लागि मोन्टक्स टेस्ट हुन्छ, एएफपी एसिड फास्ट ब्यासिलाई टेस्ट हुन्छ र जिन एक्सपर्ट टेस्ट हुन्छ। जिन एक्सपर्ट चाहिँ कन्फर्मेटरी टेस्ट हो। यो लाग्यो भने निको हुन्छ कि हुँदैन? पक्कै पनि निको हुन्छ, तर निको हुनको लागि 6 महिना कन्टिन्युसली औषधि खानुपर्छ। लक्षण देखिएमा ढिलो नगर्नुहोला, टेस्ट गराउनुहोस्। टिबी डराउन होइन, समयमै थाहा पाउने। समयमा थाहा पाएमा समयमै उपचार सुरु हुन्छ र समयमै निको हुने पक्का हुन्छ। फलो फर मोर ल्याब फ्याक्ट। बाई।